ल साइड ल बुवा साइड पारिदिनु भयो है बदाम जुस हेर्दै बदाम जुस छन् जस्तै मुया ल हाम्रो केटाहरूलाई मुस्कान होइन क्या मुया ठकुरीलाई मुया अहिले त मान्छे भरिभर हौ सर सोल्टी सबैजनालाई माया गरिदिनु होला च्याप्प चोपिलो लाइक कमेन्ट चुसु लाइक गर्नु हाले हाम्रो हाइटको बाबु नानी हो सदाबार सोध्नु सदाबार गफ उचाल्न सक्दैन सदाबार लगला छाप्छु रुइने हेलो नमस्ते वेलकम ब्याक टु माई अनदर भ्लग फेरि गुल्मीमा दोस्रो भ्लग मैले लिएर आइसकेको छु तपाईँहरू सामु आज सेमी फाइनल र भोलि फाइनलको भ्लग एकमुष्ट गर्नेछु भ्लगमा विभिन्न त्रुटिहरू हुन सक्नेछ र पहिलो भ्लगमा धेरै पछि लामो समयपछिको भ्लगमा तपाईँहरूले माया गरिदिनु भयो भ्युजहरू दियोस् राम्रै आयो खुसी लागिरहेको छ सब्सक्राइबर गरिदिनु हुन्छ लाइक गरिदिनु भन्ने आशा छ एन्ड तपाईँहरूको माया सधैँ रहिरहने छ अब के हुन्छ सबै कुरा भ्लगमै हेर्नु होला गुड मर्निङ भाइ गुड मर्निङ के छ बिहान फ्रुटी मुस्कान यता हेर एकचोटि हाँस्देऊ मुस्कान गुड कति मिठो फ्रुटी दिनु भएको काठको फ्रुटी आन्टी ल साइड ल बुवा साइड पारिदिनु भयो है ट्याक्क ल ठिक छ यो पनि राम्रो कुरा हो भाइ गुड मर्निङ वेलकम छ फेरि पनि मेरो नयाँ भ्लगमा स्वागत छ सबैजनालाई बिस्तारै फेरि ग्रो अप गर्नुपर्ने अवस्था छ चान्सलाई सोरुम जस्तो छ होइन यो रिकन्डिसन होस् जस्तो अहिले नखाऊ कि बिहानमा जुस खानु हुन्न हल्का हान्दैको ल त्यो पनि ठिक हो सही हो खान्छ बदाम जुस हेर्दै बदाम जुस छन् जस्तै मुया ल हाम्रो केटाहरूलाई मुस्कान होइन क्या मुया ठकुरीलाई मुया भन्छ हाम्रो मुयाजी गाउँतिर मुयाजी सा यार भन्नुहुन्न नि त मुया गुड यार भनेपछि अलिकति मलाई अलि झ्याउ लाग्छ कि लेडिजहरूले गाड्न मान्नु सोल्टी खोक्स भाइ खोक्स भाइ है वेलकम छ भाइलाई भाइ खोक्सु दादा धन्यवाद भन न सबैजनालाई होइन राजन दाईको बडकलाई सबैजनालाई माया गरिदिनु होला च्याप्प चोपिलो लाइक कमेन्ट चुसु लाइक गर्नु के त्यो अस्ति रातिको के ओ के अस्ति राति आएको थियो के भन्दै हाले हाम्रो हाइटको हेलो हाले छोटा यो कम सुजो हुन्छ मजात्रै छ यार हाम्रो हाइटको यो बाबु नानी हो कपालले छुदै रहेछ उम्स मान्जा गुड मर्निङ वेलकम छ मेरो ब्लगमा अब हामी टक्क हान्नुपर्छ छापचौरमा कतिको छापा मारियो छापाचौर आएर आइसक्यो ओ ल ओ एडी भाइ
ल 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 रमेश भाइ पोल भेट्टाएपछि त्यसो नगरौँ न भाइ यो अफ द क्यामेरा भएर होइन जे पाए त्यही गर्दै हिँड्ने अलि उसी आइज भाइ किसान कोच गर्नु पर्यो क्या हामीलाई यार आइज कोच गर्नु पर्यो ल हामी अब दोस्रो दिन अब रमेश भाइ टक्क हेरौँ कस्तो राम्रो ठाउँ छ कि छापचौर यो यही होला चौर आशिष भाइलाई नि वेलकम छ मेरो भ्लगमा हाम्रो निवर्तमा अध्यक्ष नि यहाँ सोधाबारी भएको अहिले चाहिँ कार्यक्रम संयोजक खेल संयोजक ल कार्यक्रम अवश्य सफल हुनेछ होइन टक्क सेमी फाइनल खेल्नको लागि रेडी हाम्रो युवाहरू टक्क कोकसोक हान्दै हिट भाइ कोक हो आमामा यो कोकको चाहिँ प्रचार प्रसारमा हिँड्न पऱ्यो कि भाइ अहिले अवार्ड जितेको मान्छे ल कान्छा हो है ल गुल्मेको युवाहरू ल ल आइसक्यो तिमीहरूको ल तिमीले सब्सक्राइब गरे छैन होला कहाँबाट आउँछ त तिमीहरूको मोबाइलमा जाउँ मैले अरूभन्दा अरू कहीँ हेरेको थिइनँ भाइ होइन कसम क्या कस्तो के कुरामा खुसी लाग्यो भने भाइले चाहिँ टक्क चाइनिज केटीसँग गफ हालेर टक्क घाँटीमा सुनको सिक्री हानेर आइदियो बिहा नगरेको भए केटोले बिहा पनि गर्थ्यो होला त्यो जति लुकाउनु हराउन्न बोलियो छ के कहाँ बलियो होस् हेरीले बिहा गर्ने कहिले हो उसलाई कहाँ बिहा गर्नु त है कहाँ बिहे गर्ने अरे झगडा कतिको हुन्छ ल अब हामी चाहिँ सेमी फाइनल खेल्न लान्छौँ अनि घाम छ चर्को बाइकहरूले बरु शीतलता राख भाइ जाम न स्यावेज हाने होइन स्यावेज भनिदियो के अरे भाइले फेरि यहाँनिर टक्क यहाँ यो हाम्रो गाउँतिर चाहिँ यस्तो बारीलाई ठुलो गरा भन्छ क्या टक्क ठुलो गरा छ यहाँ पुरारी चौकी यहीँ माथि यो घरमा टक्क ल फेरि यही जर्सी लगाएर हामी सेम फाइनल खेल्न जाँदैछौँ सदाबहार बादल हमालजीको क्लब हो यो चाहिँ केटा ओइ गोप्स कुरा नगर न भन्छ हामी दुइटा त सँगै जाने गल्याङ हुँदै हामी गल्याङ हुँदै च्यापको गल्याङमा बसेर सुक्स लिएर जाने हो सुक्स 2 केजी सुक्स लिएर बर्खा बोरी कोदाली हान्दै सुक्स खाँदै च्याप प्याक्स हान्दै प्याक्स चिवाससँग चिवास होइन अर्कै छ कि चाहिँ बुद्ध जयन्तीको दिन मेला लाग्ने हुन्छ कि यहाँ सबै ओहो हावा अहिले त मान्छे भरिभर हौ सर स्कुलको प्रोग्राम पनि हुन्छ यो भएन यो भएन हो त्यो मुरेली मुगले चोपेर हुँदैन क्या अरे यार कितना डिस्टर्ब करते हो रे बुआ कहाँ से हो आप बुटवल से हो त्यो त सर पाउँछ है गरिँदैन म त आँखै खै नपाउनेहरू लाग्यो एकसरी गरौँ न एकचोटि यहाँ कान्छाहरू है यिनीहरू गुलमेली हिरोहरू कहाँ खिच्ने फोटो वहीँ जाने ल खेलाडी साथीहरूलाई हौसला प्रदान गर्नुहोला टाढा टाढाबाट आएर यो स्थानमा आएर आफ्नो खेल प्रदर्शन गर्नुभयो जुन खेलले हामीलाई अझै चाहिँ सकारात्मक सन्देश प्रवाह गरेको छ सकारात्मक सोचले यो खालको ऊर्जा प्रदान गरेको छ यसका लागि सबै पर्ने हृदयदेखि धन्यवाद दिँदै हाम्रा खेलाडी साथीहरू पनि एक लाइनमा बसेको होला
टिम कोच हाम्रो विकास थापा, टिम म्यानेजर सुरेश श्रेष्ठज्यू अगाडि बढिदिनु होला। र सदाबार सत्रौं सदाबार कप उठाउन सफल भएको छ। सदाबार यो गोल छाड्छ गुल्मी। र यो हामीले सदाबारीमा क्लबले चाहिँ हामीले सबै बाहिरबाट बोलाएका खेलाडीहरू, केही हाम्रा साथीहरू, हाम्रा खेलाडी भाइहरू पनि यहाँ स्थानीय भाइहरूलाई पनि हामीले समावेश गरेका थियौँ र बाहिरबाट आउने सबै खेलाडीहरूलाई चाहिँ कृपया जोरदार ताली बजाइदिनु होला। हाम्रो यो गाउँमा आएर आफ्नो खेल प्रदर्शन गर्नुभयो राष्ट्रिय स्तरका खेलाडीहरूलाई लिएर आइसक्नु यसका लागि ज्यूलाई यस मञ्चमा आएर बधाई छ भाइलाई बेस सर्भर खेलाडी मित्र यो अवार्ड ल बधाई छ ल दिनका लागि यस स्टेजमा आइदिनु ल बधाई छ गर्दछौँ। ल बधाई छ भाइ थ्याङ्क यू यार ल है ल है लाइभलाई शेयर गर्नु होला, रोटेट गर्नुपर्ने देखायो तपाईँको। ल बधाई छ भाइलाई बेस्ट ब्लगर आएकोमा। माफ गर्नु होला यो नवलपरासी सुशील खड्गा नवलपरासीका भाइ उहाँले सेन्चुरी ट्रफी मेडल र नगद स्वर्गीय दलबहादुर कार्कीज्यूको पनि यो सम्मान गर्न लिइसक्नु भएको छ। भण्डारी अर्को स्पोन्सरहरू फेरि हाम्रो अर्कोचोटि है ल समाउँदै भाइ यो समाउ एउटा बोल्न पऱ्यो नि त यार। फाइनल्ली हामी चाहिँ यहाँ होइन भइसक्यो के पनि भइसक्यो रुमतिर जानेछौँ। अब नेक्स्ट गेममा भेटौँ ल। आले भाइको फेरि फ्यानसँग फोटो खिच्दैछ। ल अब नेक्स्ट घरमा भेट्नेछौँ होइन। आशीर्वाद धेरै धेरै धन्यवाद। धेरै लामो समयपछि घरमा आएँ होइन। त्यही भएर अब ट्याक्क सब्सक्राइब गर्ने, लाइक गर्ने, कमेन्ट गर्ने, माया गर्दै गर्नु होला है। अब तपाईँहरूले ठुलो गेमहरूमा अब बर्खापछि मात्रै देख्न पाउनुहुन्छ मलाई, नत्र अहिले देख्न पाउनुहुन्न। त्यही भन्दै ल बर्खामा चाहिँ अलिकति फिट भएर आउनेछु। अहिले अलिक अनफिट नै छु हो। पछि भेटौँ ल। ल है ल यो अब यहाँ आइसकेपछि निःशुल्क आइसक्रिम खान पाउनुपर्छ है मैले अब। ल पछि भेटौँ न है।